आज चाहिँ म यो पकाउन गइरहेको छु। हेलो एन्ड नमस्ते सबैजनालाई मेरो सर्टकट भिडियोमा। म चाहिँ आज यो पकाउन गइरहेको छु। यसलाई मैले बनाएर छुट्याइसकेको छु। यसलाई म फाल्टै बनाउँछु आज। पातलाई फाल्टै, यसलाई फाल्टै। हामी चाहिँ साउन्डमा बारिरहेको छौँ सबैले योपल्ट। हुँदा मेरो बाबुलाई पनि बार्न लाउनु भएको छ मेरो हस्बेन्डले। मेरो बाबुले अन्डा खाएर थियो। बिचारा मेरो बाबुलाई अन्डा पनि खान दिइराख्नु भएको छैन अहिले। किन भनेको अब ऊ साउनमा जन्मेको छ, साउनमा जन्मेको मान्छेले किन खानु पर्यो साउनमा भनेर बाबुलाई पनि खान दिनुहुन्न अहिले। सो हामीले सबैजनाले बारेको छौँ यो साउनमा चाहिँ। अनि धेरै दिन भयो माछा मासु नखाएको। हामी प्राय खान्छौँ हामी माछा मासु क्या। हप्तामा त्यस्तै 1 दिन 2 दिन मात्रै छुट्छ होला। हामी प्रायः जस्तो नत्र डेली खान्थ्यौँ। त्यही भएर मलाई चाहिँ आज यो खान मन लागेको थियो, किनभने यसको टेस्टले माछा मासुको टेस्टलाई फ्लप गरिदिन्छ। मलाई चाहिँ माछा मासुभन्दा ओभर मिठो यो लाग्छ। यो छ भने पनि म सुरुमा यो खाएर अनि मात्रै माछा मासु खान्छु। यसलाई हल्का खरिन दिने अनि त्यसपछि चलाएँ मैले थोरै अनि हल्का बेसार हालिदिने। त्यसपछि माथिबाट सब्जी लगाइदिने। यसमा नुन लगाइदिने है, थोरै नुन लगाएर अनि चलाइदिने अनि चलाएर छोड्ने। अब यसमा हाल्नुलाई चाहिँ मसला ग्राइन्ड गर्दैछु म। लसुन र प्याजको पेस्ट बनाउँदैछु है। दुइटै सब्जीको लागि मैले बनाइरहेको छु। अब यसमा लसुन र प्याजको पेस्ट लगाइदिने अनि मसलाहरू जुन धुलो खोर्सानी हुन्छ, मसला हुन्छ हाम्रो जुन बनाएर राखेको हुन्छौँ त्यो लगाइदिने अनि चलाइदिने। त्यसपछि 5 मिनटमा पाक्यो यो सब्जी। हामी चाहिँ अलिकति पिरै खान्छौँ है। मेरो घरमा चाहिँ अलिकति मसलादार नै खानुहुन्छ सबैजनाले। किनभने पिरो भएन भने खानै मिठो लाग्दैन हौ मलाई त। मेन मलाई बिना पिरो खाना रुच्दैन। मेरो सब्जी चाहिँ रेडी हुनै लागिसक्यो है साथीहरू। एउटा सब्जी चाहिँ पाक्न लाग्यो, लगभग रेडी भइसक्यो भन्दा हुन्छ। हेर्नु त रेडी भयो, कति मिठो डेलिसियस। रेडी भइसक्यो। हेर्नु मेरो एउटा सब्जी कस्तो मिठो देखेको है। अब चाहिँ अर्को सब्जी पकाउनलाई म रेडी भएँ। अब यो सब्जी पकाउँदा चाहिँ हामीले हल्का यसलाई बफ्याउनुपर्छ। पहिला त हामी यसलाई बाँधेर डोरीले अनि पकाउँथ्यौँ। अब अहिले सर्टकटमा चल्छ क्या। अब अहिले सर्टकटको जमाना आएको छ, जे पनि सर्टकटमा चल्छ। सो म चाहिँ यसलाई यतिकै पानीमा हालेर बफ्याउँछु पहिला।
5-10 मिनट बफाएर त्यसपछि यसलाई म रेडी गर्न सुरु गर्छु। हेर्दै जानु होला पुरै ल। यो चाहिँ बफिसक्यो 5 मिनटपछि। अनि यसमा मैले सबै मसलाहरू हालेँ, लसुनको पेस्ट, धुलो अनि थोरै पिठो हालेँ है, किनभने यसलाई तार्नुपर्छ। त्यही भएर मैले थोरै यसमा पिठो हालेर यसलाई बनाएँ। अब यसलाई म तार्छु तेलमा। सेम माछाको पिस जस्तो लाग्छ क्या यसलाई हेर्नु ल। माछाको पिस, माछा तारे जस्तै देखिन्छ सेम। त्यही भएर मेरो चाहिँ फेभरेट भएको हो यो। टेस्ट पनि दामी आउँछ यसको। यो बफ्याउँदा चाहिँ हल्का घाँटीमा लाग्छ, तर बफ्याए तापनि हामीले प्रायः जस्तो यसमा चाहिँ अमिलो हाल्ने गरेको छ। अब कतिले के हाल्छ कतिले, तर बट मलाई चाहिँ यसमा दही हालेको मनपर्छ। मलाई चाहिँ दही हालेपछि चाहिँ ओभर मिठो लाग्छ, टेस्टै अर्कै हुन्छ क्या दही हालेपछि। कराही चाहिँ अलिकति मजाले तात्न दिनुपर्छ, किनभने हामीले त्यसलाई माछा जस्तै तार्नुपर्ने हो नि त। त्यही भएर अलिकति मजाले कराही तातेपछि टाँसिँदैन कराहीमा। मेरो कराही तातिसक्यो। अनि अब यसमा मैले चाहिँ यसलाई पकौडा जस्तो बनाएर तारिरहेको छु। यसलाई चाहिँ दुईतिरैबाट तार्नुपर्छ है। मैले चाहिँ यसलाई पल्टाइसकेँ, पल्टाएर अर्कोतिरबाट पनि तारिरहेको छु। लगभग यो भइसक्यो तारेको। यसलाई अब हामीले ग्रेभी बनाउनुपर्छ। त्यही भएर यसलाई अब निकाल्ने, त्यसपछि ग्रेभीको लागि रेडी गर्ने। फाइनली भयो मेरो पकौडा। अब चाहिँ मैले यो सब्जीको यसलाई ग्रेभी बनाउनलाई रेडी गरिरहेको छु है। प्याजहरू फुराउने हो, अनि सेम अघिको जस्तै हल्का बेसार दिन्छु। अनि त्यसपछि जुन मसलाहरू हामीले जुन मसलाहरू बनाएको हुन्छौँ यसको लागि, त्यो मसलालाई चाहिँ अहिले नै भुटिहाल्छु म चाहिँ तेलमा त्यसलाई भुटेपछि अनि त्यसपछि ग्रेभी लगाइदिन्छु। मसला भुटेपछि अलिकति मिठो हुन्छ नि त, त्यही भएर। मेरो मोबाइल हिट भएर हेर्नु न, मैले दहीहरू घोलेर हालेको हेराउनै पाइनँ, सरी त्यसको लागि। यो चाहिँ मैले दही हालेर ग्रेभी बनाएर अब खाना आँटेको, किनभने मेरो ड्युटी छ, मलाई त ड्युटी जानुपर्छ। त्यही भएर मैले चाहिँ खाना बनाएर खाएर हतार हतार ड्युटीको लागि रेडी हुनु छ। ओभर मिठो भयो, वाउ, इट्स टु गुड। Thank you for watching my video.